मले भाषामा साया साया भनेको म। मले भाषामा आवा आवा भनेको तिमी। मले भाषामा अन्डा अन्डा भनेको तपाईँ। मले भाषामा दिया दिया भनेको ऊ। मले भाषामा कामी कामी भनेको हामी। मले भाषामा किता किता भनेको हामी। मले भाषामा मेरेका मेरेका भनेको उनीहरू। मले भाषामा यिनी यिनी भनेको यो। मले भाषामा इतु इतु भनेको त्यो। मले भाषामा दिसिनी दिसिनी भनेको त्यहाँ। मले भाषामा दिसाना दिसाना भनेको त्यहाँ। मले भाषामा आपा आपा भनेको के। मले भाषामा सेपा सेपा भनेको को। मले भाषामा बिल्ला बिल्ला भनेको कहिले। मले भाषामा दिमाना दिमाना भनेको कहाँ। मले भाषामा केनेपा केनेपा भनेको किन। मले भाषामा बगैमाना बगैमाना भनेको कसरी। मले भाषामा या भनेको हो। मले भाषामा तिदा तिदा भनेको होइन। मले भाषामा मुम्किन मुम्किन भनेको सायद। मले भाषामा शुद्ध भनेको भइसकेको। मले भाषामा बुलुम बुलुम भनेको अझै होइन। मले भाषामा बोले बोले भनेको सक्छ। मले भाषामा तिदा बोले भनेको सक्दैन। मले भाषामा माउ माउ भनेको चाहनु। मले भाषामा पर्लो पर्लो भनेको आवश्यक। मले भाषामा पिगी पिगी भनेको जानु। मले भाषामा दताङ दताङ भनेको आउनु। मले भाषामा मकान मकान भनेको खानु। मले भाषामा मिनुम मिनुम भनेको पिउनु। मले भाषामा तिदुर तिदुर भनेको सुत्नु। मले भाषामा बागुन बागुन भनेको उठ्नु। मले भाषामा गिर्जा गिर्जा भनेको काम। मले भाषामा बेलजार बेलजार भनेको पढ्नु। मले भाषामा चेकअप चेकअप भनेको बोल्नु। मले भाषामा डेङ्गार डेङ्गार भनेको सुन्नु। मले भाषामा लिहार लिहार भनेको हेर्नु। मले भाषामा बिल्ली बिल्ली भनेको किन्नु। मले भाषामा ज्वाल ज्वाल भनेको बेच्नु। मले भाषामा बयार बयार भनेको तिर्नु। मले भाषामा दुईट दुईट भनेको पैसा। मले भाषामा अर्घ अर्घ भनेको मूल्य। मले भाषामा मुरा मुरा भनेको सस्तो। मले भाषामा महल महल भनेको महँगो। मले भाषामा केडाई केडाई भनेको पसल। मले भाषामा पसार पसार भनेको बजार। मले भाषामा रुमा रुमा भनेको घर। मले भाषामा सेकोला सेकोला भनेको विद्यालय। मले भाषामा तेजाबाद तेजाबाद भनेको कार्यालय। मले भाषामा हस्पिटल हस्पिटल भनेको अस्पताल। मले भाषामा जलान जलान भनेको बाटो। मले भाषामा क्रेता क्रेता भनेको गाडी। मले भाषामा बस बस भनेको बस। मले भाषामा मोटर मोटर भनेको मोटरसाइकल। मले भाषामा टिकेट टिकेट भनेको टिकट। मले भाषामा पुलिस पुलिस भनेको प्रहरी। मले भाषामा डाक्टर डाक्टर भनेको डाक्टर। मले भाषामा गुरु गुरु भनेको शिक्षक। मले भाषामा बेलजार बेलजार भनेको विद्यार्थी। मले भाषामा कवान कवान भनेको साथी। मले भाषामा लेलाके लेलाके भनेको पुरुष। मले भाषामा
perempuan भनेको महिला मले भाषामा anak भनेको बच्चा मले भाषामा orang भनेको मानिस मले भाषामा nama भनेको नाम मले भाषामा umur भनेको उमेर मले भाषामा negara भनेको देश मले भाषामा बन्दर भनेको सहर मले भाषामा kampung भनेको गाउँ मले भाषामा मासा भनेको समय मले भाषामा हरि भनेको दिन मले भाषामा पागी भनेको बिहान मले भाषामा टेङ्गाहरी भनेको दिउँसो मले भाषामा पेताङ भनेको साँझ मले भाषामा मालाम भनेको रात मले भाषामा सेमालाम भनेको हिजो मले भाषामा हरिइनी भनेको आज मले भाषामा इसोक भनेको भोलि मले भाषामा चिपात भनेको छिटो मले भाषामा लम्बात भनेको ढिलो मले भाषामा पानस भनेको तातो मले भाषामा सेजुक भनेको चिसो मले भाषामा उजान भनेको वर्षा मले भाषामा पुवाका भनेको मौसम मले भाषामा आयर भनेको पानी मले भाषामा मकानान भनेको खाना मले भाषामा नासी भनेको भात मले भाषामा आयम भनेको कुखुरा मले भाषामा इकान भनेको माछा मले भाषामा सायुर भनेको तरकारी मले भाषामा बुवा भनेको फल मले भाषामा सुसु भनेको दुध मले भाषामा गुला भनेको चिनी मले भाषामा गरम भनेको नुन मले भाषामा सेडाप भनेको स्वादिलो मले भाषामा पेडास भनेको पिरो मले भाषामा मनिस भनेको गुलियो मले भाषामा मसिन भनेको नुनिलो मले भाषामा केन्याङ भनेको पेट भरिएको मले भाषामा लापार भनेको भोक लागेको मले भाषामा साकित भनेको बिरामी मले भाषामा सेहत भनेको स्वास्थ्य मले भाषामा पेनात भनेको फकीर मले भाषामा ताकोत भनेको डर मले भाषामा गम्भीरा भनेको खुसी मले भाषामा सेदी भनेको दुखी मले भाषामा मारा भनेको रिसाएको मले भाषामा सुक्का भनेको मन पर्नु मले भाषामा बेन्ची भनेको घृणा गर्नु मले भाषामा शान्तिक भनेको सुन्दर मले भाषामा काचाक भनेको राम्रै देखिने मले भाषामा बुसार भनेको ठुलो मले भाषामा किचिल भनेको सानो मले भाषामा पन्जाङ भनेको लामो मले भाषामा पेन्डेक भनेको छोटो मले भाषामा बारु भनेको नयाँ मले भाषामा लामा भनेको पुरानो मले भाषामा पैया भनेको धेरै मले भाषामा सिकित भनेको थोरै मले भाषामा सामा भनेको उस्तै मले भाषामा बेजा भनेको फरक मले भाषामा बुतुल भनेको ठिक
मले भाषामा साला साला भनेको गलत मले भाषामा मुडा मुडा भनेको सजिलो मले भाषामा सुसा सुसा भनेको गाह्रो मले भाषामा मुला मुला भनेको सुरु मले भाषामा हाबिज हाबिज भनेको सकियो मले भाषामा बुका बुका भनेको बोल्नु मले भाषामा तुतुक तुतुक भनेको बन्द गर्नु मले भाषामा मासु मासु भनेको भित्र जानु मले भाषामा कुलवार कुलवार भनेको बाहिर निस्किनु मले भाषामा नाइक नाइक भनेको चढ्नु मले भाषामा तुरुन तुरुन भनेको ओर्लनु मले भाषामा टुङ्गु टुङ्गु भनेको कुर्नु मले भाषामा झुम्पा झुम्पा भनेको भेट्नु मले भाषामा ताया ताया भनेको सोध्नु मले भाषामा जवाफ जवाफ भनेको उत्तर दिनु मले भाषामा तोलोङ तोलोङ भनेको मद्दत गर्नु मले भाषामा माफ माफ भनेको माफ गर्नुहोस् मले भाषामा तेरिम कासी भनेको धन्यवाद मले भाषामा सामा 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 भनेको स्वागत छ मले भाषामा सलामत पागी भनेको शुभ प्रभात मले भाषामा सलामत मालाम भनेको शुभरात्रि मले भाषामा सलामत चलान भनेको विदाई मले भाषामा सलामत दाताङ भनेको स्वागत मले भाषामा आपा खबर भनेको कस्तो छ मले भाषामा खबर बाइक भनेको ठिक छ मले भाषामा दारीमाना भनेको कहाँबाट मले भाषामा के माना भनेको कहाँ जाँदै मले भाषामा ब्रापा भनेको कति मले भाषामा जाम भनेको घडी अथवा समय मले भाषामा टेलिफोन भनेको फोन मले भाषामा नम्बर भनेको नम्बर मले भाषामा इन्टरनेट भनेको इन्टरनेट मले भाषामा अकाउन्ट भनेको खाता मले भाषामा बैंक भनेको बैंक मले भाषामा गाजी भनेको तलब मले भाषामा छुट्टी भनेको बिदा मले भाषामा कन्ट्र्याक्ट भनेको सम्झौता मले भाषामा लेसन भनेको लाइसेन्स मले भाषामा पासपोर्ट भनेको राहदानी मले भाषामा भिजा भनेको भिसा मले भाषामा लापाङ्गाङ तेर्बाङ भनेको विमानस्थल मले भाषामा होटेल भनेको होटल मले भाषामा बिलिक भनेको कोठा मले भाषामा कुञ्ची भनेको चाबी मले भाषामा टान्डास भनेको शौचालय मले भाषामा पिन्टु भनेको ढोका मले भाषामा टिङ्काप भनेको च्याल मले भाषामा लम्फु भनेको बत्ती मले भाषामा मेजा भनेको टेबल मले भाषामा कुर्सी भनेको कुर्सी मले भाषामा बाजु भनेको कपडा मले भाषामा सलवार भनेको पैन्ट मले भाषामा कासुट भनेको जुत्ता मले भाषामा टोपी भनेको टोपी मले भाषामा बेग भनेको झोला मले भाषामा पायुङ भनेको छाता मले भाषामा हाडिया भनेको उपहार मले भाषामा सुरात भनेको पत्र मले भाषामा बुकु भनेको किताब मले भाषामा पेन्सिल
पेन्सिल भनेको पेन्सिल मले भाषामा पेन पेन भनेको कलम मले भाषामा किर्तास भनेको कागज मले भाषामा कम्प्युटर भनेको कम्प्युटर मले भाषामा टेटिकुस भनेको माउस मले भाषामा पपन के कुञ्चे भनेको किबोर्ड मले भाषामा स्क्रिन भनेको स्क्रिन मले भाषामा फाइल भनेको फाइल मले भाषामा चेता भनेको प्रिन्ट मले भाषामा चेता भनेको प्रिन्ट मले भाषामा गम्बार भनेको तस्बिर मले भाषामा भिडियो भनेको भिडियो मले भाषामा म्युजिक भनेको सङ्गीत मले भाषामा बरिता भनेको समाचार मले भाषामा चरिता भनेको कथा मले भाषामा सोलान भनेको प्रश्न मले भाषामा जवापान भनेको उत्तर मले भाषामा हरपान भनेको आशा मले भाषामा इम्पाइन भनेको सपना मले भाषामा केजयान भनेको सफलता